सुट ओके सबभन्दा पहिला हामीले हात यस्तो राख्ने यो हातलाई यहाँ राख्ने क्यामेराम्यानले देखाइछ हात बाबाको यसरी राख्ने अनि त्यसपछि यसरी कपाल कलेक्ट गर्दै 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 यहाँ ल्याउने यसलाई पनि तानेर यहाँ ल्याउने अनि माथिदेखि लुज हेयरलाई सकेसम्म पुल गर्ने यसलाई अलिकति माथि लानुपर्छ मुनिबाट पनि कपाल कोर्नुपर्छ किनभने यसलाई हामीले स्मुथ बनाउनुपर्छ अलिकति दुख्न सक्छ तर हाम्रो प्रिसा घिमिरे एकदमै स्ट्रङ हुनुहुन्छ र उहाँलाई बाबा घिमिरेले कपाल कोरेको एकदमै मनपर्छ अनि यहाँ यसो गर्दै यहाँबाट तान्यो अगाडिबाट तान्दै यहाँ ल्याउने अगाडिबाट तान्दै यहाँ ल्याउने अनि साइडबाट तानेर फेरि यहाँ ल्याउने अनि यहाँबाट बटमबाट पनि यता साइडबाट पनि यहाँबाट पनि तान्ने यसरी ल्याउने यहाँबाट पनि तान्ने यसरी ल्याउने फाइनल यो चाहिँ फाइनल राउन्ड भयो 1 टाइट गर्नु पर्यो है 2 3 4 टाइट भएपछि जब हामी हेर्ने एकताल प्रिसा घिमिरेलाई हेर्ने लुकिङ गुड स्माइल टु द क्यामेरा बाबा इज द बेस्ट And Baba's the best. थ्याङ्क यू ओके अनि प्रान्सु घिमिरे एसिस्टेन्ट हेयर ड्रेसर आर यु ह्याप्पी No. नो यस भन्नुपर्छ No. यस भन क्यामेरामा हेरेर यस भन्नु एसिस्टेन्ट हेयर ड्रेसर क्यामेरामा हेरेर यस भनिस्यो No. यस No. लो कस्तो उल्टी Yes. यस भन एसिस्टेन्ट हेयर ड्रेसर आर यु ह्याप्पी Hello. Yes. Hello. एसिस्टेन्ट हेयर ड्रेसर अनि तिमी त मेरो क्लाइन्टै भइहाल्यो नि एसिस्टेन्ट हेयर ड्रेसर आर यु ह्याप्पी अनि यसरी हामीले फाइनल्ली कपाल बनाउँछौँ यस्तो टर्न अराउन्ड दिस बाबा हेयर ड्रेसिङ यसलाई चाहिँ हामीले साइडमा यसो राख्ने हो अनि एउटा पिन हाल्ने हो दिस इज बाबा हेयर ड्रेसिङ स्टुडियो थ्याङ्क यू एभ्री वान फर वाचिङ प्लिज And get लाइक एन्ड shit सब्सक्राइब and get the tape. यस अनि क्यामेरामा हुनुहुन्छ खै प्रान्सु घिमिरे एग रोल अनि एसिस्टेन्ट हेयर ड्रेसर हुनुहुन्छ भाइ घिमिरे एग रोल भाइ एग रोल You good? कमन Egg 1 roll. 2 No, egg roll. 3 एग रोल Egg एग रोल roll. स्याबास